हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ क्रिसमस प्रोग्राम सुट गर्नलाई। कहाँ भने सूर्योदय स्कुल। र म चाहिँ बिहानै रङ्गलीबाट आएर चिसोमा अनि बिहानै आउने बित्तिकै म चाहिँ हिँडेँ स्टुडियोबाट सामान लिएर हिँड्नुपर्ने हुन्छ स्कुल पुगिसकेपछि प्रोग्राम स्टार्ट चाहिँ भएको हुँदैन तर लास्ट टाइमतिर हामी पुगेको हुन्छौँ स्टार्ट हुने भन्दा। र ठ्याक्कै स्टार्ट भएपछि सानो चिल्ड्रेन्सहरूले चाहिँ आजको क्रिसमस साना भाइ बहिनीहरूले चाहिँ आज क्रिसमस प्रोग्राम चाहिँ सञ्चालन गरेको थियो र नेसनल सङ सँगसँगै हाम्रो प्रोग्राम पनि स्टार्ट भइसकेको हुन्छ र पालैपिलो पर्फर्मर्सहरू सेक्सन बाई सेक्सनहरू स्टार्ट भइसकेको हुन्छ र हामीले चाहिँ खिचिरहेको हुन्छौँ लस्करै लगातार सबै प्रोग्रामहरू खिच्नुपर्ने हुन्छ र हामी चाहिँ र यहाँको चाहिँ प्रोग्राम चाहिँ मलाई साह्रै मनपर्छ। यस्तो मजाले गराउनुहुन्छ यहाँको प्रोग्रामहरू। दमकभरिको स्कुलमध्ये चाहिँ मलाई यहाँको स्कुल चाहिँ एकदमै दामी लाग्छ। म्यानेजमेन्टको टाइप पनि यस्तो दामी म्यानेज गर्नुहुन्छ। सबै मसिना भाइ बहिनीहरूको प्रोग्राम डान्सहरू हेरेर पनि यस्तो इन्जोय लिन सकिन्छ, त्यो हामीले डाउट नै राख्न सकिँदैन यसमा चाहिँ होइन। यस्तो मजाले इन्जोय गर्दै यस्तो सिकाउनु भएको थियो डान्सहरू। अनि कल्चर, हाम्रो कल्चरको सबै कल्चर ड्रेसहरू सँगसँगै पनि सो गर्नुभएको थियो र इङ्ग्लिसदेखि लिएर सबै सङहरूमा पनि यहाँ प्रोग्राम गराउनु भएको थियो। आज क्रिसमसको स्पेसली प्रोग्राम भएको कारणले चाहिँ यहाँ हामी चाहिँ अनि यस्तो मजाले इन्जोय गरेको, भिडियो खिचेको नि थाहा हुँदैन यहाँनिर होइन। अरू प्रोग्राम चाहिँ कस्तो मजाले सिङ्गिङहरू गर्नुभएको थियो। अरू पनि यही प्रोग्राम चाहिँ डबल भएको थियो तर हामीले सिङ्गल मात्र खिच्यौँ र एउटै प्रोग्राम दुइटा के खिच्नु भनेर एउटा सिनियर सेक्सनमा र एउटा जुनियर सेक्सनमा भएको थियो र हामीले चाहिँ सुरुमा जुनियर सेक्सनको चाहिँ खिचिसकेको थियौँ। सानो मसिनो भाइ बहिनीहरू चाहिँ छिट्टै जानुपर्ने हुन्छ भनेर, अर्को चाहिँ ढिलो हुन्छ भनेर ड्रामाहरू पनि देखाउनु भयो। लास्टमा चाहिँ यो चार्लिङ च्याप्लिनको ड्रेसअपमा लास्ट सो गरेर चाहिँ अनि लास्ट सिङ्गिङ थ्याङ्क यू सिङ गरेर चाहिँ आजको प्रोग्राम चाहिँ यहीँनिर एड हुन्छ। र क्रिसमस प्रोग्राम चाहिँ भनेपछि क्रिसमस डान्स त हुनैपर्छ र बहिनीहरूले लास्टमा यस्तो दामी क्रिसमस डान्स देखाइदिनु भएको थियो। यस्तो मन पर्यो मलाई चाहिँ। अनि म चाहिँ त्यो डान्स हेरेर अनि लास्टमा चाहिँ शिक्षा अध्यक्ष आउनुभएको थियो यहाँ दमक नगरपालिकाबाट। उहाँहरू चाहिँ आएर टाइम दिनुभएको थियो। उहाँहरूले पनि त्यही कुरा भन्नुभयो मैले जुन कुरा भनेको छु। र लास्टमा चाहिँ म चाहिँ लागेँ सामान प्याक गर्नेतिर। हाम्रो आज चाहिँ सुट चाहिँ यति नै थियो र हजुरहरूलाई आजको मेरो भ्लग चाहिँ कस्तो लाग्यो त्यो रिभ्यू दिन सक्नुहुन्छ। र हाम्रो चाहिँ आजको डे चाहिँ यहीँनिर यो स्कुलमा चाहिँ हामीले सुट गरेर सक्यो र म चाहिँ क्यामेराहरू लास्टमा प्याक गरेर हामी लाग्यौँ घरतिर। र हजुरहरू पनि कस्तो हुनुहुन्छ, सच्चै हुनुहुन्छ होला। मेरो भ्लग चाहिँ आजको यहीँनिर एन्ड हुन्छ र म फेरि भेट्नेछु अर्को नेक्स्ट भ्लगमा। थ्याङ्क यू सो मच।